लोकसेवा स्मार्ट स्टडीमा यहाँलाई स्वागत छ। आजको यस भिडियोमा हामी टप 10 एमसीक्यू प्रश्नहरूको बारेमा छलफल गर्नेछौँ। भिडियो ढिला नगरिकन स्टार्ट गरौँ ल। आजको पहिलो प्रश्न रहेको छ, नेपालमा सबभन्दा धेरै स्थानीय तह रहेको जिल्ला तलको मध्ये कुन हो? तपाईहरूको अप्सन रहेको छ ए सिराहा, बी महोत्तरी, सी धनुषा या डी सर्लाही। सबभन्दा धेरै स्थानीय तह रहेको जिल्ला कुन हो? साथीहरू यसको सही जवाब रहेको छ अप्सन डी सर्लाही। त्यस्तै दोस्रो प्रश्न रहेको छ, क्षेत्रफलको हिसाबले कोशी प्रदेशको सबभन्दा सानो जिल्ला कुन हो? तपाईहरूको अप्सन रहेको छ ए ताप्लेजुङ, बी पाँचथर, सी तेह्रथुम या डी धनकुटा। कोशी प्रदेशको सबभन्दा सानो जिल्ला क्षेत्रफलको आधारमा रहेको छ। यसको सही जवाब रहेको छ अप्सन सी तेह्रथुम र सबभन्दा ठुलो रहेको छ ताप्लेजुङ। त्यस्तै तेस्रो प्रश्न रहेको छ, नेपालको संविधानले कुन तहको शिक्षा अनिवार्य र निःशुल्क हुने व्यवस्था गरेको छ? तपाईहरूको अप्सन रहेको छ ए आधारभूत, बी माध्यमिक, सी पूर्व प्राथमिक या डी उच्च शिक्षा। नेपालको संविधानले कुन तहको शिक्षा अनिवार्य र निःशुल्क दिने व्यवस्था गरेको छ? साथीहरू यसको सही जवाब रहेको छ अप्सन बी माध्यमिक र राज्यले आधारभूत शिक्षा अनिवार्य रूपमा के गरेको छ त निःशुल्क दिने व्यवस्था गरेको छ। त्यस्तै चौथो प्रश्न रहेको छ, नेपालको संविधानले दूरसञ्चार सम्बन्धी विषय कुन तहको अधिकार सूचीमा समावेश गरेको छ? तपाईहरूको अप्सन रहेको छ ए सङ्घमा, बी प्रदेश, सीमा सङ्घ र प्रदेशको साझा या डीमा सङ्घ, प्रदेश र स्थानीय तहको साझा। दूरसञ्चार सम्बन्धी विषय कुन तहको अधिकारमा पर्छ? साथीहरू यसको सही जवाब अप्सन ए सङ्घको। त्यस्तै पाँचौं प्रश्न रहेको छ, राष्ट्रिय कृषि गणना 2078 नेपालको कति कृषि गणना हो? तपाईहरूको अप्सन रहेको छ ए 5औं, बी 6औं, सी 7औं या डी 8औं। राष्ट्रिय कृषि गणना 2078 कति कृषि गणना हो? साथीहरू यसको सही जवाब रहेको छ अप्सन सी 7औं। त्यस्तै 6औं प्रश्न रहेको छ, दीर्घकालीन सोच 21औं अनुसार आर्थिक वर्ष 21औं सम्म इन्टरनेट पहुँच प्राप्त जनसङ्ख्या कति प्रतिशत पुर्याउन लक्ष्य राखेको छ? तपाईहरूको अप्सन रहेको छ ए 15%, बी 77%, सी 98% या डी 100%। इन्टरनेट पहुँच कतिसम्म पुर्याउन रहेको छ? यसको सही जवाब रहेको छ अप्सन डी 100%। त्यस्तै 7औं प्रश्न रहेको छ, नेपालमा सामाजिक स्वास्थ्य सुरक्षा कार्यक्रमको नाममा सञ्चालित स्वास्थ्य बिमा कार्यक्रम कुन जिल्लाबाट प्रारम्भ भएको हो? स्वास्थ्य बिमा कार्यक्रम कुन जिल्लाबाट प्रारम्भ भएको हो? यसको अप्सन रहेको छ ए बाँके, सी बर्दिया, सी कञ्चनपुर या डी कैलाली। साथीहरू यसको सही जवाब रहेको छ अप्सन डी कैलालीबाट। स्वास्थ्य बिमा कार्यक्रम त्यहीँबाट सञ्चालन भएको हो। त्यस्तै 8औं प्रश्न रहेको छ, राष्ट्रिय जनगणना 2078 अनुसार नेपालको साक्षरता दर कति प्रतिशत रहेको छ? तपाईहरूको अप्सन रहेको छ ए 70.5%, बी 74.4%, सी 76.2% या डी 78.5%। राष्ट्रिय जनगणना 2078 अनुसार नेपालको साक्षरता दर कति रहेको छ त? अप्सन सी 76.2%। त्यस्तै 9औं प्रश्न रहेको छ, दिगो विकासका प्रमुख लक्ष्यहरू कतिवटा रहेको छ? तपाईहरूको अप्सन रहेको छ 16वटा, 17वटा, 18वटा या 19वटा। दिगो विकासका कतिवटा लक्ष्य रहेको छ? साथीहरू यसको सही जवाब हो अप्सन बी 17वटा। त्यस्तै आजको अन्तिम प्रश्न रहेको छ 10औं, भिजेको निलो लिटमस पेपरलाई कार्बन डाइअक्साइड ग्यासले कुन रङमा परिणत गर्छ? यसको अप्सन रहेको छ हरियो, बी सेतो, सी रातो या डी कालो। भिजेको लिटमस पेपरलाई कार्बन डाइअक्साइडमा डुबाउँदा यो कुन रङमा परिणत हुन्छ? यसको सही अप्सन रहेको छ अप्सन सी रातोमा। यदि भिडियो मन पर्यो होला भने च्यानललाई लाइक, सेयर र सब्सक्राइब गर्न नबिर्सनुहोला। धन्यवाद।